नमस्ते नमस्कार सम्पूर्णलाई फेरि पनि पार्ट 3 मा चाहिँ तपाईहरुको बीचमा म खुसी युट्युब च्यानल स्टार नेपाल को तर्फबाट आज म धरानको यो गोल घरमा आइपुगेको छु र हजुरहरुलाई यो भिडियो मार्फत चाहिँ जानकारी गराउन चाहन्छु र हेर्नु होला। यहाँ चाहिँ विभिन्न जात जातिहरु बसोबास गर्नुहुन्छ। उहाँहरुको जात जाति अनुसारको यो झण्डाहरु राखेको छ। 24 वटा झण्डाहरु राखेको छ। हेर्नु होला, यो गोल घर हो। यो गोल घर भित्र चाहिँ एकदमै राम्रो हैन, दुई तले चाहिँ घर छ। यो घरमा चाहिँ हजुरहरु आउन सक्नुहुन्छ। यो चाहिँ सर्दु खोलाको छेउमा चाहिँ पर्छ यो गोल घर हैन। यो सुकुम्बासी बस्ती हो। यो सुकुम्बासीको बस्तीको छेउमा चाहिँ यो गोल घर अवस्थित छ। अनि विभिन्न झण्डाहरु देख्न सक्नुहुनेछ र यहाँ हरियो वातावरण र धेरै मान्छेहरु पनि घुम्न आउनु भएको छ। सम्पूर्ण साथीहरुले यो हाम्रो माननीय हर्का साङपाङ ज्यूले बनाउनु भएको यो गोल घरलाई चाहिँ हेर्न आउन सक्नुहुनेछ। यहाँ चाहिँ धेरै राम्रो छ अनि हजुरहरु आउन सक्नुहुनेछ। यो गोल घर भित्र चाहिँ एकदमै राम्रो विभिन्न ऐतिहासिक पुरानो ऐतिहासिक पुस्तक पसलहरु पनि राखिएको छ। अनि यो गोल घर भित्र चाहिँ हामी प्रवेश अहिले गर्न सक्दैनौं किनकि यहाँ चाहिँ अहिले धेरै मान्छे भएको ले गर्दा हामी गोल घर भित्र पस्ने अनुमति छैन। चाहिँ अहिले अब 1 घण्टा पछि फेरि यो गोल घर भित्र को साँझ चाहिँ खुल्ने छ भन्ने जानकारी पाएको छौं र यो गोल घरको प्राङ्गण हो, यो ठाउँ हो, एकदमै राम्रो छ। हजुरहरुले हेर्न आउन सक्नुहुनेछ। यति राम्रो छ। धेरै मान्छेहरु यहाँ चाहिँ एकदम राम्रो वातावरण भएको हुँदा यहाँ चाहिँ एकदमै घुम्न आउने गर्नुहुन्छ। हजुरहरु पनि आउन सक्नुहुनेछ। यहाँ इन्भर्टरहरु पनि राखेको छ र यो चाहिँ गोलघरको प्राङ्गण हो र यो गोलघर हो, एकदमै राम्रो छ। हजुरहरु आउन सक्नुहुन्छ र यो गोलघरको चाहिँ वातावरण हो। यो धरान चाहिँ को सर्दु खोला छेउमा छ। हजुरहरु आउन सक्नुहुनेछ र यो चाहिँ गेट हो। यो गेटबाट प्रवेश गर्न सक्नुहुनेछ र यता घुम्न आउन सक्नुहुनेछ। सम्पूर्ण साथीहरुलाई तपाईहरुलाई जानकारी दिँदै म खुसी नानु बिदा लिन चाहन्छु। बाइ बाइ। फेरि पनि नेक्स्ट भिडियोमा हजुरहरुसँग भेट्ने छु भन्दै म तपाईहरुको सामु चाहिँ म बिदा लिन चाहन्छु। फेरि पनि एकचोटी हजुरहरुलाई यो गोल घरलाई देखाएर म चाहिँ मेरो भिडियो चाहिँ स्टप गर्नेछु र यता हेर्नु होला, यो झण्डाहरु पनि देखिराख्नु भएको छ अनि मान्छेहरु पनि धेरै घुम्न आउनुहुन्छ। यहाँ चाहिँ विभिन्न हाम्रो विशिष्ट व्यक्तिहरु पनि आउन सक्नुहुनेछ। सम्पूर्ण जति पनि जात जातिहरु यहाँ विभिन्न जात जातिहरु बसोबास गर्ने भएको कारण यहाँ 24 वटा झण्डाहरु चाहिँ देखाइएको छ। तपाईहरु आउन सक्नुहुनेछ। बाइ बाइ।